नमस्कार साथीहरू, यो चाहिँ च्याउ हो है र आज तपाईहरुलाई चाहिँ यसको चाहिँ यो पातमा हालेर आगोमा बनाउने अचार बनाउने रेसिपी चाहिँ तपाईहरुलाई देखाउन गइरहेको छु। यसको लागि के गर्नुपर्छ हेर्न सक्नुहुन्छ। यसरी नुन खुर्सानी पिनेर यसमा हालेर अलिकति बेसार राखेर चाहिँ अनि अलिकति यसमा तोरीको तेल हालेर अनि तपाईलाई यो केराको पात चाहिँ अलिकति अगाडि नै आगोमा सेकाउनु पर्दो रहेछ है। अलिकति ओइलाको जस्तो बनाउनु पर्दो रहेछ किनभने डर छ होला सायद। अनि अब तपाईलाई यसरी देख्न सक्नुहुन्छ चट्ट लाएर हाल्ने हो। एकदम लाजवाब अचार मिठो हुन्छ के। अनि यसरी प्याक गर्नुपर्छ है साथीहरु, यो देख्न सक्नुहुन्छ। यसरी प्याक गरिसकेपछि यसरी आगोको भुकामा हाल्दिने हुन्छ है। ल है साथीहरु, 5 मिनेटमा पाकिसक्छ। यो पाकिसकेपछि कस्तो हुन्छ अब टेस्ट गर्न त तपाईहरुले पाउनुहुन्न हैन, तर देखाउन सक्छु मैले हैन। देखाउँछु तपाईहरुलाई कस्तो हुन्छ है। यो चाहिँ मेरो मम्मीको हातको रेसिपी हो भनौं न अचार बनाउने तरिका। साथीहरु यसरी पाकिसकेपछि यस्तो हुन्छ है। फाइनली साथी यस्तो भएर तयार हुन्छ है। यो चाहिँ तपाईहरुलाई म एउटा चाखेर देखाइदिन्छु है त। देख्न सक्नुहुन्छ यस्तो प्रकारले पाकेको छ हैन। ठ्याक्क त्यो बोसो त्यो मासु चपाउँदाखेरि त्यो हेकुलाको मासु चपाउने बेला हुन्छ नि, निसिन्छ नि, त्यो प्रकारको स्वाद र तेल जस्तो र मिठोपन। मलाई चाहिँ पहिलेदेखि यस्तो यो आइटमहरु चाहिँ मम्मीले बनाउनु हुँदाखेरि चाहिँ मन पर्थ्यो। त्यही भएर आज छोटो भिडियो